साँच्चै नै आज हामी समाजमा बस्दै गर्दाखेरि अनि हामी कति कुराहरू हामी सुन्छौँ है। अनि तिमीहरूले चाहिँ विदेशी धर्म मानेको, धर्मलाई अँगालेको, धर्म परिवर्तन गरेको विभिन्न कुराहरू हामी सुन्दै आइरहेका छौँ है। अनि कतिजना व्यक्तिहरूले चाहिँ आज यो कुराहरू भनिरहनु भएको छ। अनि जतिजनाले यो कुराहरू भनिरहनु भएको छ, तर उहाँहरूले पनि यो साँचो कुरालाई चाहिँ, सत्य कुरालाई चाहिँ उहाँहरूले बुझ्न नसक्नु भएको कारणले गर्दा, नजान्नु भएको कारणले गर्दा उहाँहरूले भनिरहनु भएको छ। अनि हजुरहरू जतिजनाले यो कुराहरू भनिरहनु भएको छ, हजुरहरूलाई पनि परमेश्वरले धेरै प्रेम गर्नुहुन्छ है। आज हाम्रो प्रभु येशू ख्रीष्ट संसारमा आउनु हुँदाखेरि चाहिँ कुनै पनि धर्मलाई लिएर आउनु भएन है। आज कुनै पनि धर्मलाई लिएर, धर्मलाई प्रचार गर्नको लागि चाहिँ उहाँ आउनु भएन। सिर्फ आज आशाविहीन भएका मानिसहरूलाई आशा दिनको लागि, निराशामा भएकाहरूलाई आशा दिनको लागि, हराएकोहरूलाई खोज्नको लागि, अनि थकित भएर बोझले दबिएकाहरूलाई चाहिँ विश्राम दिनको लागि चाहिँ हाम्रो प्रभु येशू ख्रीष्ट चाहिँ यो संसारमा आउनु भएको थियो है। त्यस कारणले गर्दा यो सत्य कुरा सारा संसारले जानुन्, यो सत्य कुरा सारा संसारले बुझुन् भन्ने हाम्रो प्रभु येशू ख्रीष्ट चाहनुहुन्छ।